नमस्कार अनि तपाईँ सम्पूर्णलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। कार्यक्रम आभास विशेषको आजको यो नयाँ श्रृङ्खलासँगै आज पनि आइसकेका छौँ। क्यामेरा सहयोगी कोमल चन्द्र भगतसँगै म सन्दीप भट्ट। कार्यक्रम आभास विशेष तपाईँले आभास टेलिभिजनको पर्दामा यही समय हेर्दै आइराख्नु भएको छ र आजको यो श्रृङ्खला हामीले निकै रमाइलो बनाउने प्रयास गरेका छौँ। यो अर्थमा रमाइलो कि मेरो साथमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइराखेको हास्य टेली चलचित्र भद्रगोलका दुई सशक्त पात्रहरू जसलाई हामीले पाँडेको भूमिकामा हेर्दै आएका छौँ, अर्जुन घिमिरे र कुमार कट्टेल जिक्री अविवाहित उहाँको त्यो क्यारेक्टर, दुईजनाको सशक्त क्यारेक्टर उहाँहरूसँगको कुराकानीलाई हामीले अगाडि बढाउने प्रयास गरेका छौँ। सुरुवातमा म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। पाँडेजी, स्वागत छ यहाँलाई। हजुर, धेरै धेरै धन्यवाद। आवाज टेलिभिजन हेरेर बस्नुहुने सम्पूर्ण दर्शक वृन्दहरूमा म एउटा हास्य कलाकारको हिसाबले सम्पूर्ण दर्शक महानुभावहरूलाई हृदयदेखि नमस्कार भन्न चाहन्छु। कुमारजी, आराम हुनुहुन्छ? एकदमै सन्चै छु। सर्वप्रथम चाहिँ अब आवाज टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई नमस्ते भन्न चाहन्छु अनि तपाईँलाई पनि स्वागत गर्न चाहन्छु हाम्रो कार्यक्रममा। धन्यवाद। जस्तो चितवन आउनु भएको छ, जाडो कतिको लागेको छ? चितवनको जाडोले छुवाछै छैन? चितवनमा त जाडै रहन्छ वास्तवमै। धेरै लुगलुगलु कमाउला भनेर दुई चार जोर ज्याकेटहरू पनि अलिकति राम्रा हुन्छ नि, अब हाइनेकहरू पनि बोकेर आएको होइन। एउटा टी सर्टमा मजाले घुम्न सकिने अवस्था रहेछ होइन। सोचे अनुसारको चाहिँ जाडो नै पाइएन, बरु काठमाडौँबाटै अलिकति दुई चार बोरा जाडोलाई चाहिँ प्याक गरेर लिएर आएर होइन यतै राख्नुपर्ने रहेछ। अनि अहिले हेर्नु न, यस्तो घाम लागिरहेछ, अहिले यहाँ पोलिसको के को सिलसिलामा आउनुभएको चितवन चाहिँ? अब चितवन आउनका लागि त अब रमणीय ठाउँ डेटिङका लागि आउनुपर्ने हो होइन। अब डेटिङका लागि आउनका लागि गर्लफ्रेन्ड पनि छैन। अनि अहिले चाहिँ हामी चाहिँ यहाँ क्याम्पा चौरमा हाम्रो एउटा कार्यक्रम थियो, शान्ति प्रेम र चङ्गाई महोत्सव। त्यसमा चाहिँ हामीले चाहिँ हाम्रो प्रस्तुति दिनका लागि हामी आएको। कस्तो रह्यो चितवनको बसाइ, कस्तो रह्यो? चितवनको बसाइ एकदम रमाइलो रह्यो। अब जति सोचिएको थियो जाडो होला भनेर त्यतिसम्म जाडो छैन, रमाइलो बसाइ एकदमै फन्नी भयो। जस्तो अर्जुनजीलाई त मान्छेले बाटोमा झट्ट भेट्यो भने पनि पाँडे बुढो भनेर नपत्या होला है? एकदमै। मलाई जुन टेलिभिजनको स्क्रिनमा जुन दर्शकहरूले हेर्नुभएको क्यारेक्टर पाँडे भन्ने क्यारेक्टर छ, त्यो क्यारेक्टरलाई जुन अहिले मैले यो गेटअपमा हिँड्दाखेरि बाटोमा कतिपय ठाउँमा त के अब 100% मलाई चिन्नुहुन्न। देखेको भेटेको साथीहरूले मात्रै चिन्नुहुन्छ, यो मान्छे पाँडे हो भनेर चिन्नुहुन्न। जस्तो कलाकारिता क्षेत्रमा यसरी लागेर डिप टुरमा लागिरहँदा पछिल्लो समय कलाकारिता क्षेत्रलाई नै आफ्नो पेसा बनाउँछु भन्ने छ अथवा पार्ट टाइमको रूपमा यहाँलाई हेर्दै आउनु भएको छ? पहिलो कुरो, यो क्षेत्रलाई पार्ट टाइम दिने फुल टाइम दिने भन्ने कुरा होइन, यो अटोमेटिकल्ली आफैले सेटिङ भएर जाने कुरा हो होइन। अब यो क्षेत्रमा कलाकारिता क्षेत्रमा कलाकारै बनेर यही क्षेत्रको लागि के योगदान दिन्छु भनेर अगाडि बढिसकेपछि अरू व्यवसाय अरू पेसा गर्दाखेरि निश्चय पनि यो क्षेत्रप्रति जुन आफूले न्याय पुर्याउनु पर्ने हो त्यसमा सम्भव हुँदैन। त्यो भएर मैले चाहिँ अब अरू साइड जब गर्ने अरू पेसा गर्ने भन्दा पनि यही क्षेत्रलाई कसरी इम्प्रुभ गर्दै आफूलाई कसरी डिप्लोमेटिक बनाउँदै यही क्षेत्रमा घुलमिल हुँदै कसरी जाने भन्नेतिर लाग्नुपर्छ। त्यही भएर अन्य पेसातिर अरू क्षेत्रतिर मेरो लाग्ने चाहना पनि छैन र लाग्दिन पनि। जस्तो कुमारजी र केदार हाम्रो अर्जुनजी मिलेर पहिला निर्देशन पनि गर्नुभएको थियो टेली चलचित्र हो। त्यो निर्देशनको पाटो पहिलाको अवस्थामा थियो, अहिले अभिनय गर्दाखेरि के चाहिँ फरक छ? कसरी यो यात्रासम्म आइपुग्नु भयो यहाँहरू? अब पहिला हामीले अर्जुनजी र म मिलेर सिस्नुपानी झ्याम्मेमा भाग 7बाट हामीले संयुक्त लेखन र चाहिँ निर्देशन पनि गरेका थियौँ होइन। अब निर्देशन गरिसके पछाडि चाहिँ के हुन्छ भने जिम्मेवारी हुन्छ, आफ्नो मात्रै क्यारेक्टर होइन अरूको क्यारेक्टरको पनि ख्याल गरेर अरूको पनि गेटअप टोनहरू होइन प्रोपर्टीहरू सबै ख्याल गरेर एउटा टिमलाई नै एउटा सिरियललाई नै ह्यान्डल गरेर लानुपर्ने अवस्था हुन्छ। भने अभिनय गर्दाखेरि चाहिँ सजिलो के हुन्छ भने आफ्नो अभिनयलाई मात्रै ध्यान दिँदाखेरि आफू कति राम्रो गर्न सक्छु भनेर चाहिँ होइन आफूलाई इम्प्रुभ गर्न पाइन्छ। तर अहिले पनि अब हामी भद्रगोलसम्म आइपुग्दाखेरि पनि भद्रगोलको अब मुख्य सहायक निर्देशक र राइटर भएको हिसाबले हामीमा पनि जिम्मेवारी छ कि हामीले सिर्जना गरेका क्यारेक्टरहरूलाई अझ परिष्कृत हिसाबमा कति राम्रो गर्न सकिन्छ, सिरियललाई अझ कति राम्रो गर्न सकिन्छ, निर्देशनीय हिसाबले अझ कति राम्रो गर्न सकिन्छ, त्यो जिम्मेवारी छ। हाम्रो आफ्नो क्यारेक्टर पनि निभाइरहेका छौँ, अरू क्यारेक्टरहरूको पनि ख्याल पुर्याइदिनु पर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि अब आफ्नो मात्रै गर्दाखेरि आफूलाई मात्रै ध्यान दिए पुग्छ भने डिरेक्सन गर्दाखेरि चाहिँ आफू लगायत सम्पूर्ण टिमको अरू कलाकारको सबैको चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। त्यसले गर्दा जिम्मेवारी अलिक बढी हुन्छ। जस्तो सिस्नुपानीमा काम गर्दा फेरि नचिनेका मान्छेले अहिले चाहिँ पाँडे भनेपछि झ्वास्स चिन्ने भयो है?
सिस्नु पानीमा पनि मैले गरेको क्यारेक्टर त पाँडे नै हो होइन, तर त्यो छेडिक पिरियडभित्र मात्रै रहेर हाम्रो प्रसारण भयो सिरियल, नत्र त्यो बेला पनि चिन्नुहुन्थ्यो होला। तर उचाइमा पुर्याउने काम चाहिँ गर्यो। जुन हिसाबले सिस्नु पानीबाट रोपेको बिरुवा हो यो होइन, यसलाई भद्रगोल मार्फत फलाउने काम मात्रै भएको हो। उचाइ भनेको भद्रगोलले माथि पुर्याएको हो। कलाकारिता क्षेत्रको सुरुवातको पिरियड कसरी कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभयो अथवा गर्छु भन्ने लाग्यो तपाईँलाई? कलाकारिता क्षेत्रमा जुन कमेडी विधा, यो क्षेत्रका पनि विधा हुन्छन्, यसमा कमेडी विधामा चाहिँ अब मेरो सानै बचपनदेखिकै अब जसले पनि मेरो बच्चैदेखिको सोख कलाकार बन्छु भन्छन्, त्यो एउटा फेसन जस्तो भएको छ होइन। तर मैले चाहिँ अब स्कुल 5 क्लास पास गरेर 6 क्लास पढ्दादेखि एउटा कमेडी ड्रामा गरेको थिएँ, पटकै लास भन्ने। त्यो ड्रामा पछि अब आफूलाई नै अब यही क्षेत्रमा त्यही चिजहरूमा मात्रै बढी घुलमिल भएर त्यही चिजहरूमा मात्रै आफूलाई बढी इन्टरटेनिङ लाग्ने, रमाइलो लाग्ने कारणले गर्दा म यो क्षेत्रप्रति अलि आकर्षित भएँ सुरुमा। पछि गएर जुन आकर्षणको हिसाबले मलाई यो क्षेत्रमा तान्यो र पछि गइसकेपछि चाहिँ अहिले अब व्यवसायको रूपमा जुन एउटा प्रोफेसनल्ली कलाकारितै गर्नुपर्छ भन्ने रूपमा मैले अब त्यो बेलाभन्दा अहिले अलिकति यो क्षेत्रबारेमा नि बुझेँ, यो क्षेत्रबारेमा पनि अध्ययनहरू भए होइन। अब एकदम मिल्ने साथीहरू पाएँ, कुमारजी जस्तो आत्मीय साथी पाएको छु होइन। त्यो कारणले गर्दाखेरि पनि अझ यो क्षेत्रलाई योगदान दिनुपर्छ मैले। यो क्षेत्रमा जुन कमेडी सेक्टरमा भएका जुन खालका विकृति विसङ्गतिहरू छन् तिनीहरूलाई चिर्दै हामीले अलिकति सामाजिक रूपान्तरण गर्दै पनि जानुपर्छ भन्ने जिम्मेवारी पनि हामीमा बोध भएको महसुस भएको छ होइन। त्यो हिसाबले गर्दाखेरि अब क्षेत्रमा जुन हिसाबले मैले यो कलाकारिता क्षेत्र सुरु गरेँ, सुरु गर्ने पिरियडमा म अननोन थिएँ, मलाई थाहा थिएन यो क्षेत्रप्रति। र अहिले जुन हिसाबले मैले कलाकारिता गरिराखेको छु मलाई त्यो बेलाभन्दा अहिले अलि धेरै थाहा छ। सबै चिज त अझ पनि थाहा छैन, म पनि सिक्दैछु होइन। तर अहिले त्यो बेलाभन्दा अलि थाहा छ र अब चाहिँ प्रोफेसनली व्यावसायिक रूपले लाग्नुपर्छ भन्ने चाहिँ भान भएको छ मलाई। जस्तो कुमारजी आफूले लेखेको चाहिँ स्क्रिप्टमा आफै पनि अभिनय गर्नुहुन्छ यहाँले, कहिलेकाहीँ आफूले अभिनय गर्दाखेरि आफ्नो क्यारेक्टर चाहिँ मैले पूर्ण रूपमा निभाएछु जस्तो लाग्छ यहाँलाई? यो अब अर्जुनजीले भनेकै अनुसार चाहिँ अब यो सिक्ने क्रममा छु होइन। अब मैले 100% पर्फेक्टै अब एकदमै राम्रो गरेको छु भन्दिनँ, म गरिरहेको छु, ट्राई गरिरहेको छु होइन। अब जति गरेको छु राम्रो फिडब्याक पाएको छु। अझ मलाई आफैलाई के लाग्छ भने इम्प्रुभ धेरै गर्नुपर्छ भन्ने लाग्छ होइन। अनि पब्लिकका अब फिडब्याकहरू मैले फेसबुकबाट फोनबाट पाउँदा चाहिँ एकदम राम्रो छ भन्नुहुन्छ होइन। अब मेरो सेल्फ क्यालकुलेसन चाहिँ के छ भने मलाई अझ इम्प्रुभ गर्नुपर्छ, अझ मेहनत गर्नुपर्छ, योभन्दा अझै राम्रो गर्न पाए हुन्थ्यो कि हरेक एपिसोड हेरिसकेपछि मैले यहाँनिर चाहिँ यसो गरेको भए हुने रहेछ अथवा योभन्दा अझै राम्रो गर्न सकिने ठाउँ रहेछ भन्ने चाहिँ जहिले खड्किरहेको हुन्छ होइन। त्यसले गर्दाखेरि अब एकदमै 100% नै छु, 100% नै मैले निभाएको छु भन्दिनँ। म सिक्ने क्रममा छु, सिक्ने क्रममा कमी कमजोरी पनि हुन्छन्, भइ पनि रहेछन् होइन। त्यसलाई सुधार्दै आगामी दिनमा चाहिँ बेस्ट आफ्नो अभिनय दिने दर्शकलाई सिरियलबाट पनि बेस्ट चिजहरू दिने होइन। भद्रगोललाई पनि योभन्दा अझ उचाइमा पुर्याउने प्रयत्न चाहिँ सधैँ मबाट जारी रहन्छ। जस्तो अभिनयकै हिसाबले हेर्दा अर्जुनजी भन्दा तपाईँ अलि पुरानो अथवा अलि अगाडिदेखि लाग्नुभयो होइन? होइन यस्तो, अब यो अलिकति कलाकारितामा चाहिँ इन्ट्रीको हिसाबले हेर्ने हो भने मभन्दा धेरै पुरानो अर्जुनजी, उहाँको 9-10 वर्षै बितिसक्यो यो फिल्डमा होइन। अब अभिनय गर्ने क्रममा भन्नुहुन्छ नि मभन्दा धेरै पहिलादेखि उहाँले स्टार्ट गरिसक्नु भएको। मैले अभिनय गर्न थालेको त उहाँले गरेको भन्दा 4-5 वर्ष पछिबाट चाहिँ हो। अब टेलिभिजनको पर्दामा अलिकति अगाडि आएर देखिएर अलिकति मार्क भएको चाहिँ म हो होइन, किनभने मैले मेरी भाषी पनि गरेको थिएँ। त्यहाँबाट नि अलिकति चर्चा पाएको हिसाबले चाहिँ मैले चाहिँ अलिकति पहिल्यै अभिनय गरेको कि भन्ने मात्रै देखिएको। तर मैले मेरी भाषीमा गर्नुभन्दा पनि 4-5 वर्ष अगाडिदेखि यही फिल्डमा चाहिँ उहाँ चाहिँ स्ट्रगल गरिरहनु भएको थियो क्या होइन। त्यसले गर्दा अभिनयको क्रममा मभन्दा अगाडि नै उहाँ आउनुभएको, उहाँले नै मैले भन्दा धेरै स्ट्रगल गर्नुभएको छ होइन कलाकारिताको लाइनमा चाहिँ। अनि अब मैले चाहिँ मेरी भाषीबाट अलिकति सिक्ने मौका पाएर अलिकति दर्शक अगाडि आउने मौका पाएकोले म चाहिँ अलिकति अगाडिबाट अभिनय गर्न थालेको कि भन्ने मात्रै भयो। जस्तो अर्जुनजी रोना धोना भन्दाखेरि हाँसेमा चाहिँ मान्छेले ट्याक्क चाँडै नै टिप्छन् अनि मान्छेलाई हँसाउनु पनि सजिलो, मान्छेको दिमागमा बस्न ट्याक्क सजिलो मान्छेलाई चिन्न है। यस्तो हो, रोना धोना पनि आफ्नो ठाउँमा जुन हिसाबको दर्शकहरू हुनुहुन्छ ती चिजहरूलाई पनि मन पराउनुहुन्छ होइन। तर नेपालमा चाहिँ के छ भने मान्छेहरूले एकदम छिटो एकदम अब देशको अवस्थाले हाँसो खोज्यो होइन, अनि आफ्नो सामाजिक कारणले गर्दा हाँसो खोज्यो, अनि सबैतिरबाट इरिटेसन फिल भएको मान्छेले अब एकछिन भने पनि टेलिभिजन खोल्दा पनि त्यही रोना धोना, त्यही बुहारीले सासूलाई हेपेको, सासूले बुहारीलाई कुटेको, छोरोले बाउलाई घरबाट निकालेको, त्यस्ता चिजहरूमा भन्दा पनि एकछिन भने नि इन्टरटेनिङ गरौँ नि त
एकछिन भने रमाइलो गरौँ न त भन्ने एउटा कुनै पनि एउटा माध्यम समूह छ भने नेपालमा चाहिँ त्यो कमेडी विधा कमेडी सिरियललाई हेर्ने परिपाटी छ अहिले होइन। जुन हिसाबले दर्शकले हामीलाई यो कमेडी सेक्टरका जुन विधाहरूलाई हामीले पस्केका जुन टेलिश्रृङ्खलाहरूलाई दर्शकले मन पराइदिनु भएको छ नि, जुन यो कमेडी विधालाई, सबै विधा आफ्नो ठाउँमा आफ्नो लेभलमा छन्, तर अलिकति रोना धोना भन्दा कमेडी विधालाई चाहिँ यो माहौलले गर्दाखेरि अलिकति हाइलाइट्स भएको मात्रै हो, तर सबैको आफ्नो आफ्नो ठाउँमा स्थान छ। दर्शकहरू, तपाईँले आभास टेलिभिजनको पर्दामा आभास विशेष हेरिराख्नु भएको छ। हामीले कार्यक्रम आभास विशेषको यस श्रृङ्खलामा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइराखेको हाँस्य टेली चलचित्र भद्रगोलका दुई सशक्त पात्रहरू पाँडे र जिक्रीसँगको कुराकानी जोडिराखेका छौँ। हामी एकैछिन ब्रेक लिन्छौँ। ब्रेकपछिको समयमा बाँकी कुराकानी लिएर अगाडि बढ्नेछौँ। शुभ विवाह, धार्मिक कार्यक्रम, घरायसी कार्यक्रम लगायत व्यावसायिक भिडियो छायाङ्कनको साथै विश्वकै उत्कृष्ट प्रविधिमा वेबसाइट निर्माण गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्कको लागि अडियो भिजुअल एन्ड सफ्टवेयर सर्भिस, भरतपुर 2 क्षेत्रपुर। फोन 056 525 552, मोबाइल 98 037 90 536, 98 450 21 992, वेबसाइट www.abconsults.com। ब्रेकपछिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईँले यतिखेर आभास टेलिभिजनको पर्दामा कार्यक्रम आभास विशेष हेरिराख्नु भएको छ र आजको यस श्रृङ्खला हामीले होटल ग्लोबल 24 को टिममा चाहिँ तयार पारिराखेका छौँ र तपाईँलाई जानकारी गराउँ, हाँस्य टेली चलचित्र भद्रगोलका दुई सशक्त पात्रहरू कुमार कट्टेल जिक्री र अर्जुन घिमिरे पाँडे, यी दुईसँगको कुराकानी हामीले जोडिराखेका छौँ। म कुमार चित्राएँ। जस्तो लेखन यहाँले गर्नुहुन्छ, जस्तो भद्रगोलमा चाहिँ कस्तो छ भने पात्रहरू अलि कम हो कि भन्ने खालको यता कता जनगुनासो आउँछ, अनि महिला पात्र पनि अलि कम हो कि भन्ने खालको कुरा पनि आउँछ। अलिकति सम्पूर्ण वर्गलाई, सम्पूर्ण क्षेत्रलाई समेटिएर अगाडि बढ्न नसक्या हो र हामी? होइन, यस्तो हो। यो अब भद्रगोलको स्क्रिप्ट लेखनको क्रममा म र हाम्रो अर्जुनजी दुईजना मिलेर लेख्छौँ होइन। अनि अब पात्रहरू कम भएको पक्कै पनि छैन। सर्वाधिक अहिले अलिकति चर्चामा आएर चाहिँ पछिल्लो समयमा नयाँ उदयमान हास्य कलाकारहरू निस्केकै भद्रगोलबाटै हो। हेर्नुभयो भने धेरैजना हुनुहुन्छ, धेरै भिड छ कमेडियनको भद्रगोलमा, अभाव छैन। महिला पात्रको चाहिँ सही कुरो अभाव छ। हामीले के हेरिरहेछौँ भने नेपालमा अब यो माघको 8 गते संविधान जारी हुन्छ कि हुँदैन, संविधानमा जारी भएपछि चाहिँ महिलाको हक अधिकारहरू स्थानहरू सुरक्षित हुन्छ कि हुँदैन त, 33% पनि हुन्छ कि हुँदैन त, हामी पनि हेरेर बस्या। अनि भएन भने चाहिँ हामी एकैचोटि 66% चाहिँ हक अधिकार भद्रगोलमा चाहिँ महिलाहरूलाई दिने भन्ने प्लानिङमा छौँ होइन। बरु हामी बोङ्गाहरू धेरैजना काँडछाँड भएर भए पनि धेरै महिला पात्रहरूलाई पनि अगाडि ल्याउने कि भन्ने कुरो भइरहेको छ। यो देशसँग हामी भद्रगोललाई जुदाइरहेछौँ कि अहिले, देश पनि भद्रगोल, हामी पनि भद्रगोल। अनि हाम्रो देश भद्रगोल चाहिँ राम्रो स्थानमा आउँछ कि हाम्रो भद्रगोल चाहिँ राम्रो स्थानमा आउँछ भनेर हामी हेरिरहेछौँ। देश भद्रगोल चाहिँ राम्रो स्थानमा आएन भने पक्कै पनि हामी समावेशी हिसाबले सबैलाई समेटेर होइन सबैको भद्रगोल चाहिँ हामी बनाउँछौँ। फेरि यो मानेमा होइन कि सबैको भद्रगोल भनेको डामाडोलै बनाउँछौँ भन्ने चाहिँ होइन। फेरि पक्कै पनि लेखककै हिसाबले मैले यहाँलाई पनि सोधेँ, जस्तो प्रायः जसो चाहिँ हाँस्य टेली चलचित्रमा चाहिँ थेगो मात्रै प्रयोग गर्ने गरिन्छ र थेगोकै कारण चाहिँ पात्रहरू हिट हुने परम्परा पनि छ र भद्रगोलमा पनि त्यही कुरा चाहिँ दोहोऱ्याएको छ। तपाईँ एउटा पात्र एउटा थेगोले हिट हुनुभएको छ। हाम्रो जिग्रीजी एउटा उहाँले, मैले जिग्री भनिरहँदा उहाँलाई चिनिने आधार के हो त भन्दा जिग्री भनेर चिन्छौँ नि हामीले, भने एउटा थेगोको कारणले चाहिँ पात्रहरू हिट हुने गरेका छन्। यो कुरा कतिको आवश्यक छ हाँस्य टेली चलचित्रमा? थेगो भनेको क्यारेक्टर अनुसार डिमान्डेड हुने कुरा हो होइन। जबरजस्ती क्यारेक्टरलाई एउटा थेगो चाहिन्छ, यो क्यारेक्टर हिट हुनुपर्छ, यसलाई थेगो बनाइदिउँ भनेर भन्ने चिज होइन। क्यारेक्टरको गेटअप कस्तो छ, क्यारेक्टरको लोकालिटी कस्तो छ, क्यारेक्टरले बोल्ने शैली कस्तो छ, त्यो अनुसार उसले बोल्ने डायलग निर्धारण हुने कुरा हो होइन। जस्तै अब थेगो भनेको सुइटेबल हुनुपर्छ। सुइटेबल भयो भने जसले जहाँ पनि थेगो युज गर्न सक्छ होइन। र मैले भन्न खोजेको थेगोले गर्दा सिरियललाई हिट बनाउनु खोजिएको होइन।
एउटा तरकारी पकाउँदाखेरि मसला नुन सबै थोक मिलायो भने त्यो तरकारी मिठो हुन्छ होइन। नुनै नहालिकन तरकारी खायो भने त्यो मिठो हुँदैन। जस्ट एउटा त्यो थेगोले क्यारेक्टरलाई नुनको काम गरेको हो, अरू केही पनि होइन। जस्तो कुमारजी, जस्तो यहाँले भन्नुभयो नारीको हक अधिकार सुनिश्चित, अब आउने संविधानमा नारीको हक अधिकार सुनिश्चित भयो भने मैले 66% राख्छु भन्ने खालको कुरा पनि यहाँले गर्नुभयो। जस्तो अहिले चाहिँ सम्भवतः 2 जना अथवा 3 जना मात्रै भद्रगोलमा चाहिँ क्यारेक्टर निभाइरहेछन्, जम्मा 3% मात्रै भनौँ न। 3% मात्रै निभाइरहेका छन्। अब 66% दिलाउनको लागि यहाँले लेखन पनि त्यही अनुसारको गर्नु पर्यो, हरेक कुरामा त्यही अनुसार गर्नु पर्यो। र मैले जोड्न खोजेको चाहिँ कहाँनिर हो भने जस्तो भद्रगोलले संविधान लेखनको लागि दिने दबाब चाहिँ के हुन्छ? राजनीतिक कुराहरू यहाँले उठाउनु भएको छैन अहिलेसम्म, जहाँसम्म लाग्छ। संविधान लेखनको लागि हास्य व्यङ्ग्यको क्षेत्रबाट अथवा भद्रगोलको क्षेत्रबाट यहाँले दबाब दिने काम कसरी हुन्छ? यो यस्तो छ, अब हामीले टेलिभिजनको पर्दाबाट चाहिँ कुनै पनि राजनीतिक व्यङ्ग्यहरू त्यस्तो गरेका छैनौँ। तर यो के छ भने सामाजिक व्यङ्ग्यहरू, सामाजिक विकृतिहरू जुन गर्नुपर्ने व्यङ्ग्यहरू हुन्छन् त्यो चाहिँ गरिरहेका छौँ। नेपालमा परिपाटी सिस्टम के छ भने टेलिश्रृङ्खलामा हास्य व्यङ्ग्य टेलिश्रृङ्खला भन्नका लागि चाहिँ राजनीतिक व्यङ्ग्य मात्रै गर्नुपर्छ भन्ने सोचाइ छ। सपोज तपाईँको पोलिटिक्समा के घटना घट्यो, कुन नेताले गएर कहाँ बोल्यो अथवा को प्रधानमन्त्री को कुन देशको भेट्न आयो, त्यस्तै केही सिक्वेन्सहरू घट्यो भने त्यसलाई टपक्क टिपेर सिरियल बनाइयो भने चाहिँ त्यसलाई हास्य व्यङ्ग्य सिरियल भनिन्छ क्या। हास्य व्यङ्ग्य भनेको त राजनीतिक क्षेत्रमा मात्रै पनि हुँदैन नि, शैक्षिक क्षेत्रमा हुन्छ, सामाजिक क्षेत्रमा हुन्छ, आर्थिक क्षेत्रमा हुन्छ, पर्यटन क्षेत्रमा हुन्छन्। यी चिजमा पनि व्यङ्ग्य गर्नुपर्छ। हामीले भद्रगोलमा चाहिँ सामाजिक विषयवस्तुमाथि व्यङ्ग्य चाहिँ गरेका छौँ, धेरै म्यासेज पनि दिएका छौँ होइन। अब तपाईँले अर्को कुरो उठाउनुभयो संविधान जारी गर्ने विषयमा भद्रगोलले चाहिँ के गर्छ त, तपाईँहरूको चाहिँ के हुन्छ त दायित्व भन्ने कुरा गर्नुभयो। टेलिश्रृङ्खला भद्रगोलबाट चाहिँ पक्कै पनि हामी त्यस्ता राजनीतिक व्यङ्ग्यहरू दबाब दिने कामहरू गर्दैनौँ, किनभने हाम्रो दर्शकले हामीसँग विशुद्ध मनोरञ्जन खोज्नुहुन्छ होइन, हाँस्न खोज्नुहुन्छ। राजनीतिको टपिक्स घुसाउँदै नघुसाउनु भन्नुहुन्छ, किनकि उहाँहरू नै वाक्क हुनुभएको छ क्या। बिहान पत्रिका पढे पनि त्यही गन्थन, राजनीतिको समाचार सुने पनि त्यही, टेलिभिजन हेरे पनि त्यही, एफएम सुने पनि त्यही, चोकमा गएर गफ गर्दा पनि त्यही चिज राति बेलुका एकछिन बसेर फ्रेस भएर चाहिँ हाँसौँ न त भन्दा पनि त्यही आयो भने मजा आउँदैन। अब हाम्रो दायित्व चाहिँ के हुन्छ भन्नुहुन्छ भने टेलिभिजनको पर्दादेखि बाहिर रहेर, जस्तो हामी अहिले यसरी छौँ, हामी यसरी टेलिभिजनमा इन्टरभ्यू दिँदाखेरि हुन्छ, कुनै कार्यक्रममा जाँदा हुन्छ, हाम्रो स्टेज पर्फर्मेन्सबाट हुन्छ होइन, विभिन्न गोष्ठी कार्यक्रम सेमिनारमा जाँदा हुन्छ। यो राष्ट्रले नयाँ संविधान पाउनुपर्छ, यहाँका सम्पूर्ण उत्पीडित पिछडिएका जनजाति, महिला, मुस्लिम होइन इत्यादि सबैजनाले हक अधिकार पाउनुपर्छ, राष्ट्र एउटा ट्र्याकमा हिँड्नुपर्छ, अब विकास हुनुपर्छ, आर्थिक क्रान्ति हुनुपर्छ। यो झमेला, यो अलमल, यो भद्रगोल हुनु हुँदैन भनेर हामीले जहिले आवाज उठाइरहेका छौँ, उठाउँछौँ पनि। जब देश एउटा सिस्टममा जान्छ, सिस्टममा बस्छ, तब हाम्रो फिल्ड पनि, कलाकारिताको फिल्ड पनि, मिडिया लाइन पनि, नेपाली समग्र चलचित्र उद्योग पनि एउटा सिस्टममा बग्छ, नीति आउँछ, कार्यक्रम आउँछ, सबैतिरबाट विकास हुन थाल्छ। त्यसले गर्दा हाम्रो दायित्व यति बोलिसक्दै तपाईँले बुझिहाल्नुभयो, मैले कम्ता बोल्दै सकिनँ टेलिभिजन, आवाज टेलिभिजनमा, बुझिसक्नुभयो दर्शकहरू। मैले कुराकानीको सन्दर्भलाई जोडिराखेको छु। जस्तो हाम्रो अर्जुनजीतिर आएँ, जस्तो एउटा टेलिचलचित्र हिट बनाउन सबैको आफ्नो पाटोबाट सबैको भूमिका त रहन्छ नै। जस्तो यहाँले लेखनको क्षेत्रबाट गर्नुभएको छ, अभिनय पनि त्यत्तिकै सशक्त गर्नुभएको छ, जुन तपाईँको क्यारेक्टर चाहिँ सबैभन्दा स्ट्रङ पात्र तपाईँको चाहिँ छ। जस्तो भद्रगोलले चाहिँ एउटा मात्रै क्षेत्र, मतलब मैले भन्न खोजेको गाउँले परिवेशमा कोही बेला दकुर्ने, कोही बेला एउटाले खेद्ने, एउटाले भाग्ने, त्यस्तो खालको गरेर चलचित्र अहिले बनिरहेको छ कि 2-5 मिनटमा चाहिँ प्रत्येक एपिसोडमा चाहिँ हास्य टेलिचलचित्र चाहिँ भागेर दौडेर चाहिँ टाइम पास भइराखेको हुन्छ। भन्न खोजे हास्य टेलिचलचित्रलाई अब अलिकति परिष्कृत गरेर यो चाहिँ वर्गलाई लक्षित गरेर यो चाहिँ क्षेत्रको उत्थान होस् अथवा यो चाहिँ ठाउँको उत्थान होस् भन्ने खालको लेखन गर्न किन नसकिए हामीले? यस्तो हो, अब कस्तो हो भन्दा नेपालको अधिकांश भागहरू भनेको जतिसुकै विकास भए पनि अहिलेको पिरियडमा गाउँ नै छ, समाज नै छ। कतिपय गाउँमा, नेपालको कतिपय गाउँमा अहिलेसम्म पनि मोटर बाटो पुग्न सकेको छैन। गाडी नदेख्ने नेपालीहरू नेपालमै हुनुहुन्छ होइन, चामल नदेख्ने नेपालीहरू नेपालमै हुनुहुन्छ अहिले पनि, एउटा औषधिको सिटामोल नदेख्ने नेपालीहरू नेपालमै हुनुहुन्छ होइन। त्यो हिसाबले हेर्दाखेरि टेलिभिजनको पहुँच त प्रत्येक गाउँमा अल नेपाल पुगेको छ। त्यहाँका पनि दर्शकलाई हामीले समेट्नु पर्ने हुन्छ। यहाँका सहरमा भएका एडभान्स दर्शकलाई मात्रै समेटेर सिरियल बनाइयो भने सम्पूर्ण दर्शकहरूलाई समेट्न नसकिएको भान हुन्छ, एउटा कुरा होइन। अर्को कुरा भनेको हाम्रो सिरियलको, हाम्रो जुन भद्रगोलको
एक्ज्याक्टली दर्शकहरू हाम्रो सहरमा भन्दा गाउँमा अलि बढी हुनुहुन्छ होइन। सहरतिर पनि धेरै नै राम्रो छ, तर पनि हामीले लेख्दाखेरि जुन भागेका दौडेका लखेटेका चिजहरूलाई प्राथमिकतामा राखेका छैनौँ जस्तो लाग्छ होइन। अब स्टोरी बन्दाखेरि अनलाइनर बन्दाखेरि स्टोरी लेख्दै जाँदाखेरि अब कसैले फटाइ गर्छ भने त्यसलाई लखट्नै पर्छ, त्यसलाई फेरि त्यो हिसाबले फटाइ गर्नलाई छोडियो, त्यसलाई त्यही हिसाबले छोडिदियौँ भने अलिकति अननेचुरल जस्तो हुन जान्छ होइन। त्यो भएर हामीले चाहिँ सिरियलको स्टोरी तयार पार्दाखेरि जुन खालको डिमान्डेड हुन्छ त्यो खालका सिनहरू क्रिएट गरेर बनाएका छौँ होइन। र हामीले बनाउँदाखेरि अब अल नेपालका 75 जिल्लामा त टेलिभिजनको पहुँच पुगेको छ। त्यही भएर नेपालको 75 जिल्लाका दर्शकहरूलाई कसरी समेट्ने, कसरी उनीहरूलाई पनि इन्टरटेनिङ दिने, किनभने एउटा दर्शक अहिलेसम्म चामल नदेख्ने दर्शक पनि छ कि यही नेपालमै होइन। ती दर्शकलाई पनि समेट्नु पर्यो, यहाँ 5 स्टारमा डिनर गर्ने दर्शकलाई पनि हामीले समेट्नु पर्यो। दुईटाको तालमेल मिलाउनु त गाह्रै हुन्छ। तपाईँको कुरालाई मैले यहाँनिर रोकेँ, समेट्न त समेट्ने, तर समेटेर चाहिँ चामल नदेख्या मान्छेले चामल देख्यो भने पो त्यो समेटिया त औचित्य रहन्छ नि। समेटेर मात्रै चामल नदेख्या मान्छेले फेरि पनि चामल देखेन भने त केही औचित्य रहेर होइन। हाम्रो प्रयास हो क्या, हाम्रो प्रयास के हो भन्दा ती मान्छेहरू पनि छन् है नेपालमा। हाम्रै एउटा क्यारेक्टर छ जयन्ते भन्ने, उसले चामलको भात खान पाए हुन्छ भन्छ क्या जहिले पनि। ती क्यारेक्टरहरू मार्फत दिन खोज्ने एउटा सन्देश प्रवाह, चामलको भात भनेर चामलै भातै पकाएर त देखाउने कुरा होइन। हाम्रो एउटा आवाज मात्रै हो क्या, हाम्रो एउटा आवाज हो। ती क्षेत्रलाई पनि समेटियोस्, ती क्षेत्रका मान्छेलाई पनि अलिकति यस्तो पनि छ है देशमा। जस्तै मैले गरेको जुन पाँडे भन्ने क्यारेक्टर, यो क्यारेक्टर भनेको नेचुरल क्यारेक्टर हो। मेरै गाउँमा हुनुहुन्छ यो क्यारेक्टरको मान्छे, यही गेटअप, यही क्यारेक्टर, यही बोलीको मान्छे मेरै गाउँमा हुनुहुन्छ होइन। जयन्ते भन्ने क्यारेक्टर भनेको चामलको, नेपालको एउटा यस्तो गाउँ छ यो हुम्ला भन्दा पारीको गाउँ होइन। त्यो गाउँमा चाहिँ चामलै अहिलेसम्म अब खाद्यले पनि लाँदैन चामल होइन। त्यहाँ चामल भन्ने चिजलाई एकदमै अब हिमाली भेग, आलुको दाल, आलुको तरकारी, आलुको अचार खाएर जीवनयापन गर्नुपर्ने अवस्था छ होइन। त्यो भएर ती क्षेत्रमा पनि चामलको भात भन्ने चिजलाई पुर्याउन सकोस् है सरकारले भन्ने खालको हाम्रो अप्रत्यक्ष व्यङ्ग्य मात्रै हो। बुझ्नुभयो नि कुमारजी। अब चाहिँ हामी हाँसे व्यङ्ग्यतर्फै लागौँ। भद्रगोल यहाँले गर्नुभएको छ अभिनय, अब हामी यहाँको अभिनय हेर्छौँ टेलिभिजनको पर्दामा, एनटिभीबाट हेर्दै आउनुभएको दर्शकले। अब आवाज टेलिभिजनको पर्दामा चाहिँ यहाँले गर्नुभएको आफूलाई मन परेको अभिनय यतिखेर हामीलाई दर्शकहरू, टेलिभिजन हेर्ने दर्शकलाई देखाइदिनु। नेपाल टेलिभिजनको भद्रगोललाई आवाज टेलिभिजनमा सारिदिनु पऱ्यो नि त, सकियो नि त नि। पाँडे सोल्टी आवाज टेलिभिजनमा आएर त हल्का टुच्च इन्टरभ्यू दिएको होइन, पुरै तिमी त पसिनाले चिटचिट भएछौ नि त हो, पुरै गाह्रो भइरह हो के हो? मलाई अलि सन्चो छैन नि त, रुगा खोकीले त मार्नै आँट्यो नि त भित्ती मलाई। अनि यसो बेलुका चाहिँ झानेर के झैँ खुट्टै भन्छ नि, 2 डबका हान्देको थियो भने त सकियो नि। हान्न त हानेकै हो नि, हानेर के गर्नु, झन् बढी गर्सित बनायो। निको भएन बाबै, त्यही भएर पसिना आयो नि त। अब तिमीलाई खाना थालेपछि 1 जर्की नै सक्नुपर्छ। जम्मा 2 गिलास हानेर ल्याम्म सुतेको थियो भने त चट भइहाल्थ्यो नि सोल्टी। जाम्न, मिडियाबाट जे पाए त्यही नबोल्न, हाम्रो पनि त इज्जत छ नि, पाँडेको इज्जत छैन। नेपालमा कसैको इज्जत छैन भन्ने चाहिँ तिम्रै छैन के? तिमी जस्तो पाण्डुको पनि इज्जत हुन्छ? तेरै इज्जत छ। जाम्न, बढी बढी नबोल है, नबोल। अहिले यहाँबाट फिर्ता नजालास् नि फेरि होइन। मान्छे नकुटेको पनि धेरै भएको थियो, बुढापाकाहरूलाई हाच्ची हालिहाल्न नमिल्ने होइन। तिमी हल्का अलिकति सम्मान गर्नुपर्ने मान्छे भएर मात्रै, नभए तिमीलाई म यी फाँक गरिदिन्थेँ। नेपाल टेलिभिजनको पो बुढो त, आवाज टेलिभिजनको त छिटै हो नि म। जाम्नु, मलाई त शङ्कै लाग्न थाल्यो के, पाँडेको नाति हो कि जस्तो लागिरहेछ। नाति होइन पनाति भन्न, आज लाज हुँदैन बोल्न। के ठुलो कुरा गरे होला नि सोल्टीले पनि। अनि छ नि सोल्टी, मेरो त रक्षालाई चाहिँ पट्याउनु पर्यो के, केही आइडिया छैन? मसँग आइडिया किन नहुनु, मसँग डरो एउटा आइडिया छ ल। तिमीलाई त लिएर गयो भने मेरो लागि होइन, आफै पट्टाइदिएर फाँडी हान्न सक्छौ क्या तिमीले त। त्यही भएर तिमीलाई चाहिँ लानु हुँदैन, आफै ट्राई मार्नुपर्छ।
होइन म टडाई मार्छु नि पहिला हुन्न हुन त अब नातिनीहरू अब छोरीहरूलाई त अब सम्मान गर्दा राम्रै हो पाडे सोल्टी होइन तर मेरो चाहिँ गर्लफ्रेन्ड हो के तेरो गर्लफ्रेन्ड भएर के भयो त हल्का टडाई मारेर लभ गरी हेर्छु नि त म यो उमेरमा पनि अझै लभ गर्ने विचार छ तिम्रो मेरो उमेर कति नै भएको छ र भर्खर 28 वर्ष त हो नि पिण्ड खाने उमेरमा लभ गर्ने कुरा गर्छन् यार सोल्टी अनि के गर्नु त बिहे नै गर्ने कुरा गर्नु डाइरेक्ट गर्नु पर्यो नि तिमीसँग बिहे गर्नुलाई त आँखा फुटेको हुनु परेन न चामल छ घरमा न सुत्ने ठाउँ छ उडुस छ बिहे गरेर लगे कि रातमा फाक हुन्छ श्रीमती त फाडी हान्दिहाल्छ नि 12 बजेतिरै उडुसले टोकेर त मजा आउँछ नि उडुसले टोकेर भने त सुत्नै मजा आउँदैन खरेङ 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 कोनाएर सुत्नुको मजै बेग्लै हुन्छ नि होइन त अब उडुसले भन्दा पनि त लुतो पनि त छ नि तिमीलाई यो लुतोको चाहिँ यसो नजिकको स्वास्थ्य चौकीमा गएर औषधि उपचार गर सोल्टी रातभरि त खराङ खराङ गरेर सुत्ने होइन त्यही खरेङ खरेङ गरेर कन्याउनको लागि त श्रीमती ल्याउनु पर्यो भनेको नि सुत्ने हो ढाड कन्याइदिइहाल्छ नि होइन ए ढाड कनाउनका लागि बिहे गर्ने सकै हो नि भोलिपल्ट बिहानै फाडी हानिदिन्छ जे भए पनि अब तेरो रक्षा तै बिहे गर होइन मलाई सन्चो पनि छैन बिहे गर्ने मुड पनि छैन अब आवाज टेलिभिजनलाई चाहिँ धन्यवाद भनिदिन्छु है त म हस् धन्यवाद हामी कुराकानीको सन्दर्भलाई नै जोडिराखेका छौँ हामी कार्यक्रमको उत्तरार्धमा पनि छौँ अब अन्तमा अर्जुनजी तपाईँलाई के भन्न मन लागेको छ मैले केही सोध्न छुटेका र यहाँलाई भन्न मन लागेका केही कुरा छन् भने आवाज टेलिभिजन हेर्ने दर्शक मार्फत यहाँले साट्न सक्नुहुन्छ आवाज टेलिभिजन मार्फत सम्पूर्ण यो टेलिभिजनको पहुँच पुगेर यो टेलिभिजनलाई हेर्नुहुने मन पराउनु हुने दर्शक वृन्दहरूमा म के भन्न चाहन्छु भने हाम्रो भद्रगोल्ड टेलिश्रृङ्खला अहिले पनि सुरुवाती पिरियडमै छ हामीले गर्नुपर्ने कुराहरू धेरै नै बाँकी छन् र यो चिजमा हाम्रो भद्रगोल्ड टेलिश्रृङ्खलालाई हाम्रो जुन टिमले आदरणीय शङ्कर आचार्य दाईको डिरेक्सनमा रहेको यो सिरियल आदरणीय दाई सुभाष कार्की दाईको निर्माणमा रहेको यो सिरियललाई हजुरहरूले मन पराइदिएर यसलाई अझ झन् हामीले थप आकर्षक बनाउनुको लागि के कस्ता कदमहरू चाल्न सक्छौँ भन्ने कुराहरू जहिले पनि हजुरहरूसँग हामी आशावादी छौँ पक्कै पनि हामीलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने उसमा छौँ र म अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो भद्रगोल्ड टेलिश्रृङ्खलालाई माया गरिदिनुहोस् कमी कमजोरी औँल्याइदिनुहोस् र अगाडि बढ्ने बाटो देखाइदिनुहोस् त्यति मात्रै भन्न चाहन्छु अर्जुन के अरे कुमारजी स्टेज प्रोग्राम पनि अब जाडो महिना लागेपछि त्यतिकै आउँछ मेला महोत्सवमा पनि त्यतिकै प्याक हुनुहुन्छ तपाईँको सभामा के छ उत्तरार्धमा हामी संक्षिप्तमा म अब के भन्छु नि हामी सबैले भन्ने अर्जुनजीले भनेकै टाइप्सले अब भद्रगोल्ड हेरिदिनु होला माया गरिदिनु होला सल्लाह सुझाव दिनु होला हामी गर्दैछौँ भन्ने कुरो छँदैछ त्यो भन्नै पर्दैन अर्जुनजीले भनिदिइहाल्नु भयो म एउटा कुरो तपाईँको अलि अगाडिको एउटा क्वेसनको एन्सर दिन चाहन्छु भद्रगोल्डको लेखनको क्रममा दौडिने कुद्ने मात्रै नै कमेडी हो त्यहाँभन्दा गर्न सकिँदैन भन्ने सवालमा भद्रगोल्डका सम्पूर्ण एपिसोडहरू युट्युबमा हेर्नुभयो भने धेरैवटा एपिसोडले धेरैवटा म्यासेज दिएको छ कमेडी भन्ने बित्तिकै सन्देश दिनुपर्छ भन्ने काहीँ पनि लागु छैन मिस्टर बिनको कमेडी हेरेर तपाईँले के म्यासेज लिनुहुन्छ कमेडी नाइट विथ कपिल हेर्नुभयो भने त्यहाँबाट के म्यासेज हेर्नुहुन्छ जस्ट फन हेर्ने दर्शकलाई इन्टरटेनमेन्ट हुनु पर्यो कमेडी भनेकै त्यही हो नेपालमा अलिकति सामाजिक उत्तरदायित्व बन्द गरेर हँसाउनु मात्रै भन्दा पनि म्यासेज पनि दिनुपर्छ भन्ने सवाल छ त्यो अत्यन्तै राइट कुरो हो किनभने हामी जस्तो जिम्मेवार कलाकारको पनि एउटा उत्तरदायित्व हुन्छ तर भद्रगोल्डको हिजोकै एपिसोडको म कुरा गर्न चाहन्छु हिजोकै एपिसोडमा एउटा गाउँमा मोबाइल अहिले हाम्रो पहुँच पुगेको छ सूचना प्रविधिको पहुँच गाउँभरि पुगेको छ बुढाखाडाको हातमा पनि छ बालबच्चाको हातमा पनि छ युथको सबैको हातमा छ तर त्यो फङ्सन कसरी चलाउने कसैलाई पनि थाहा छैन होइन एउटा बुढोले मोबाइल भेटो र एउटा सुन्यो भने ब्लुटुथ भन्ने शब्द के थाहा उसलाई र त्यो ब्लुटुथबाट गीत बिना तार पनि सिर्छन् गीतहरू फोटोहरू पनि जान्छन् भन्ने के थाहा त्यो पनि त हामीले एउटा म्यासेज दिएको हो नि होइन धेरै जति भ्युवरले हेर्नुभयो बुढाखाडाले हेर्नुभयो आमा बुवाले हेर्नुभयो तन्नेरीले हेरे बच्चाले हेरे ब्लुटुथ भनेको यो रहेछ यसरी जाने रहेछ डिभाइस हुँदो रहेछ भन्ने कुरा यी हामीले दिएको अलि नदेखिने तरिकाले दिएको म्यासेजहरू हुन् यसलाई पनि अलिकति उहाँहरूले म्यासेज दिइरहनु भएको छ भने बुझिदिनु पर्यो दसैँका एपिसोड भए अन्तर्जातीय बिहेका एपिसोड भए ड्रग्सका एपिसोडहरू भए हामीले दिएका हाडनाता सम्बन्धीका लभ स्टोरीका स्टोरी भए
बजारमा गाउँठाउँमा युद्धताका छोडिएका हतियारहरूको दुरुपयोग गर्दा के हुन्छ त्यस्ता एपिसोडहरू पनि अरूले नगरेका चिजहरू हामी खोजी दिइरहेका छौँ। सधैँ दिन सकिँदैन, बेला बेलामा दिइरहेका छौँ। मुख्य जिम्मेवार बहन भनेको हँसाउनु हो होइन। त्यसले गर्दाखेरि ती चिजहरू हामी सधैँ दिने पनि छौँ, हँसाउने पनि छौँ। अन्त्यमा आवाज टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई भद्रगोल टेलिश्रृङ्खला हेरिदिनु होला, माया गरिदिनु होला। कमी कमजोरीका लागि हामीलाई सधैँ सम्पर्क गर्नुहोला। आवाज टेलिभिजनलाई पनि धेरै माया गर्नुहोला र तपाईँलाई पनि यसरी इन्टरभ्यू लिएर हाम्रा विचारहरू बोल्न लागेका कुराहरू आवाज टेलिभिजन मार्फत दर्शकवृन्दसम्म पुर्याउने मौका दिनुभयो। तपाईँ लगायत आवाज टेलिभिजनको सम्पूर्ण इन्टायर टिमलाई पनि धन्यवाद र शुभकामना भन्न चाहन्छु। हामी अन्तमा छौँ। अब आगामी दिनमा भद्रगोललाई चाहिँ हामीले कुन स्थानमा देख्न पाउँछौँ अथवा यहाँको कलाकारितालाई चाहिँ कुन स्थानमा देख्न पाउँछौँ? अब अहिले हामी सुरुवाती क्रममै भएकोले अहिले जुन स्थानसम्म आइपुगेको छ यही स्थानसम्म आइपुग्दाखेरि यही स्टाइल, यही प्याटर्न, यही अवस्थालाई रुचाइदिनु भएको छ दर्शकहरूले। भोलि सदाबार यही अवस्था, यही लोकेसन, यही क्यारेक्टर यतिले मात्रै भद्रगोल चल्छ भन्ने छैन। सदाबार हुँदैन। कुनै ताका मेरी बासै पनि आजको भद्रगोलभन्दा धेरै हिट थियो गाउँले परिवेशमा सिरियल। तर सधैँ एउटै क्यारेक्टर, एउटै परिवेश, एउटै स्टोरी भइरहेको हिसाबले अलिकति मेरी बासै चाहिँ उस्तै भयो कि भन्ने कुराहरू म पनि सुन्छु होइन। अब उहाँहरू जस्तो अग्रजसँग तुलना गर्न त हामी मिल्दैन। तर भोलिको दिनमा भद्रगोल पनि आज यो उचाइमा आइसक्दा भोलि त्यही अवस्थामा पुग्छ। आज जति मेरी बासी अरू सिरियलहरू कमेन्ट गर्नुहुन्छ अलि पहिलाको जस्तो भएन भन्नुहुन्छ, हामीलाई पनि पहिलाको जस्तो भएन भन्ने दिन अवश्य आउँछ। त्यसका लागि हामीले लोकेसन चेन्ज गर्नुपर्ने हुनसक्छ, स्टोरी चेन्ज गर्नुपर्ने हुनसक्छ, क्यारेक्टरहरू चेन्ज गर्नुपर्ने हुनसक्छ, नयाँ प्रतिभावान हाँस्य कलाकारहरूलाई हामीले छिराउनु पर्ने हुनसक्छ। दर्शकको डिमान्ड र चाहना अनुसार बदलिँदै जान सक्नुपर्छ सधैँ सदाबार भइरहनका लागि। त्यसप्रति हामी सजग छौँ। भोलि भद्रगोल पनि त्यसरी नै परिष्कृत हुँदै दर्शकको चाहना डिमान्डलाई बुझ्दै अगाडि बढ्छ। कुराकानीको लागि, समय र विचारको लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै दर्शकहरू कार्यक्रम आवास विशेषमा तपाईँहरू हुनुहुन्छ र आवास विशेषको यस श्रृङ्खला आज हामीले होटल ग्लोबल 24 कोटीबाट तयार पारिराखेका छौँ र आजको यस श्रृङ्खला हामीले विशुद्ध मनोरञ्जनात्मक बनाउने प्रयास गरौँ। भद्रगोल जुन नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइराखेको छ, दुई सशक्त पात्रहरू पाँडे अर्जुन घिमिरे र जिक्री अविवाहितको नामले परिचित कुमार कट्टेलसँगको कुराकानी यहाँले हेर्नुभयो। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो कृपया सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको यो कुराकानी सँगै कार्यक्रम आवास विशेषको श्रृङ्खलाबाट क्यामेरा सहयोगी कोमल चन्द्र भगतसँगै म सन्दीप पनि आज्ञा चाहन्छु। स्थानीय टेलिभिजनमा फरक फनको अनुभूति दिलाउने हाम्रो प्रयास जारी छ। नमस्कार, शुभ समय।